तपाईले क्रिप्टोकरेन्सीको बारेमा कहीँ न कहीँ सुन्नुभएकै होला। नेपालमा बिटकोइन र इथेरियम जस्ता क्रिप्टोकरेन्सीहरू किन प्रतिबन्धित छन्? के सरकार प्रविधिको विरोधी हो वा यसको पछाडि अर्को कारण छ? आउनुहोस् पहिले जानौँ क्रिप्टोकरेन्सी भनेको के हो र यसले कसरी काम गर्छ। क्रिप्टोकरेन्सी एक डिजिटल मुद्रा हो। यसलाई छुन वा हातमा समात्न सकिँदैन। यो इन्टरनेटमा मात्र हुन्छ। साधारण पैसा जस्तै यसबाट सामान किन्न, बेच्न वा पैसा पठाउन सकिन्छ। फरक के हो भने यसलाई कुनै सरकार वा बैंकले नियन्त्रण गर्दैन, किनकि यो डिसेन्ट्रलाइज हुन्छ। जस्तै नेपाली रुपैयाँलाई नेपाल राष्ट्र बैंकले कन्ट्रोल गरेको हुन्छ। नेपालको शेयर बजारलाई राष्ट्रिय धितोपत्र बोर्डले कन्ट्रोल गरेको हुन्छ। यस्तै क्रिप्टोकरेन्सीलाई कुनै पनि निकायले या सरकारले कन्ट्रोल गर्न सक्दैन। यसको कारोबार ब्लकचेन टेक्नोलोजी भन्ने सुरक्षित प्रविधिमा आधारित हुन्छ। उदाहरणका लागि, यदि तपाईले तपाईको साथीलाई बिटकोइन पठाउनु भयो भने त्यो कारोबार बैंक बिना नै सिधै नेटवर्क मार्फत पुष्टि हुन्छ। यसको बारेमा कुनै तेस्रो निकाय वा तेस्रो व्यक्तिलाई जानकारी हुँदैन। र नेपालमा क्रिप्टोकरेन्सी प्रतिबन्धित हुनको पहिलो कारण हो विदेशी मुद्रा जोगाउन। धेरै क्रिप्टो खरिद गर्दा विदेशतर्फ पैसा जान्छ, जसले विदेशी मुद्रा सञ्चय नीतिमा ठूलो असर पर्न सक्छ। र दोस्रो कारण हो ठगी वा मनी लन्ड्रिङको जोखिम। केही व्यक्तिले क्रिप्टोको प्रयोग गरेर अवैध कारोबार वा ठगी गर्न सक्ने भएकाले नियामक निकाय चिन्तित छन्। र तेस्रो कारण हो हाई भोलाटिलिटी, उच्च मूल्य, उतार चढाव। आज 10 लाखको बिटकोइन भोलि 8 लाख वा 12 लाख पनि हुन सक्छ। यस्तो जोखिममा सर्वसाधारण लगानीकर्ता ठूलो घाटामा पर्न सक्छन्। त्यसैले नेपालमा अहिले क्रिप्टो खरिद र ट्रेडिङ माइनिङ कानुनी रूपमा प्रतिबन्धित छ। तर विश्वका धेरै देशहरूले क्रिप्टोलाई प्रतिबन्धित लगाउने भन्दा पनि नियम बनाएर नियमन गरिरहेका छन्। भविष्यमा नेपालले पनि यस्तै बाटो रोज्छ कि रोज्दैन त्यो समयले देखाउनेछ।